नमस्कार, म डाक्टर अमित झा, नाक कान घाँटी रोग सम्बन्धीको विशेषज्ञ डाक्टर। अहिलेलाई म स्टार हस्पिटलमा बिहानको 9 बजेदेखि दिउँसोको 4 बजेसम्म उपलब्ध हुन्छु। स्टार हस्पिटलमा मैले नाक कान घाँटी रोग सम्बन्धीका सम्पूर्ण समस्याहरूको उपचार गर्छु। यहाँ हामीसँग उपलब्ध भएको सेवाहरू नाक कान घाँटीको ओपिडीमा परामर्श सेवा, नाक कान घाँटीको इन्डोस्कोपी सेवा जसलाई हामी अटो इन्डोस्कोपी तथा एनपिएल भन्ने गर्छौँ, तथा नाक कान घाँटीका रोगहरूको अपरेसन गरेर उपचार गर्नुपर्ने सुविधाहरू, यी सम्पूर्ण कुराहरू यहाँ हामीसँग उपलब्ध रहेको छ। मलाई धेरैजना बिरामीहरूले सोध्नुहुन्छ कस्ता बिरामीहरूले इएनटी ओपिडीमा सम्पर्क गर्ने, बच्चाले गर्ने कि नगर्ने, वृद्ध मान्छेले गर्ने कि नगर्ने। नाक कान घाँटीको समस्या हुँदा बाल्य अवस्थादेखि वृद्ध अवस्थाका सम्पूर्ण बिरामीहरूले सम्पर्क गर्न सक्नुहुनेछ। यसमा जन्मेको बच्चादेखि लिएर 90, 95, 100 वर्षको बिरामीहरू सम्पूर्णको इएनटीको समस्या नाक कान घाँटीको डाक्टरले उपचार गरेर ठिक गर्ने हो। कस्ता बिरामीले सम्पर्क गर्ने? कानको सम्बन्धीमा कान बग्ने, कान नसुन्ने, कान पाक्ने, कान दुख्ने, कान चिलाउने, यस्ता समस्याहरू भएको बिरामीले इएनटी डाक्टरलाई देखाउने। त्यसको साथसाथै नाकको केसमा नाकबाट गन्ध थाहा नहुने, नाकमा मासु पलाएको, नाक बग्ने, पिनास भएको, नाकभित्र मासु पलाएको, यस्ता बिरामीहरूले सम्पर्क गर्ने। घाँटीको केसमा टन्सिल बढेको, थाइरोइड बढेको, घाँटीमा केही अड्केको जस्तो फिलिङ भएको, खोकी लागेको, यस्ता सम्पूर्ण बिरामीहरूले इएनटी डाक्टरलाई सम्पर्क गर्ने। हस् त, आजको लागि यति नै। फेरि अर्को भिडियोमा अरू ज्ञानका कुराहरू लिएर आउनेछु। धन्यवाद।